मदन बजार पुगेर व्यापार गर्न सफल हुन्छ। फर्कने क्रममा मदनको स्वास्थ्य अत्यन्तै बिग्रदै जान्छ। उनलाई बिस्तारै हिँड्न पनि गाह्रो हुँदै जान्छ र उनी पछि पर्न थाल्छन्। व्यापारीहरू आफ्नो ज्यानको डरले मदनलाई त्यहाँ छोडेर अगाडि बढ्ने निर्णय गर्छन्। मदन अब एक्लो हिउँले भरिएको जंगलमा लम्पसार पर्छ। उसँग भएका केही थोरै सामानहरू च्यापेर आफ्नो परिवारसँग बिताएका सुखद सम्झनाहरू सम्झेर रुन थाल्छ। मदनले आफू बाँच्ने सम्पूर्ण आशा गुमाएर आफ्नो भाग्यलाई पनि त्यागिसकेका थिए। तब दुई दयालु तिब्बती गाउँलेले उनलाई भेटेर आफ्नो घर लगे र उनलाई मायाले हेरचाह गर्न थाले। त्यसै राति मदन चन्द्रमालाई निहाल्दै बसेको बेला उनलाई आफ्नो परिवारको यादले सताउँछ र मनले सहन नसकेर केही आवाज ननिकाली रुन थाल्छन्। अर्कोतिर मुनाको मन अटल रहन्छ कि मदन अवश्य फर्कनेछन्। पत्रहरू पठाउन नसके पनि उनले मदनलाई दिनहुँ पत्र लेखिरहिन्। अन्ततः आशाको एक किरण उनको मनमा उब्जियो जब उनले अन्य व्यापारीहरूलाई फर्किएको देखिन्। उनले आफ्नो श्रीमानको खोजी गरिन् तर उनलाई भेट्न सकेनन्। व्यापारीहरूसँग सोध्दा उनीहरूले मदनको उतै बाटोमा मृत्यु भएको समाचार सुनाए। मुनाले यो कुरा अस्वीकार गर्दै आज होइन भोलि होइन तर एक दिन आफ्नो श्रीमान आफ्नै परिवार कहाँ पक्कै फर्कनुहुन्छ भन्ने आशामा बसिरहिन्। दिन बित्दै गए मदनकी आमा आफ्नो छोराको चिन्तामा बिरामी परिन् र गरिबीले गर्दा उनले उचित उपचार पाउन सकिनन्। अन्तिम समयमा पनि आँखामा छोरालाई अन्तिम पटक देख्ने आशा बोकेर उनी स्वर्गवासी भइन्। मुना उनको अन्तिम क्षणसम्म उनीसँग रहेर सेवा गरिरहिन्। अन्तिम संस्कार परिवारको जेठो छोरोले गर्ने परम्परा चलिरहेको छ भने पनि मदनको अनुपस्थितिमा मुनाले नै यो कर्तव्य पूरा गरिन्। उनले बाहिर आफ्नो साहस र अडान देखाइरहिन् तर भित्रभित्र उनको मन चिरिरहेको थियो। आमाको निधनपछि र मदनको कुनै खबर नहुँदा मुना एक्लै भइन्। उनले आफ्नो भोक मेट्नको लागि आफ्नो अमूल्य गहनाहरू पनि बेचिन्। आफ्नो घरको एकहोर अन्धकारमा मुना मदनले गाउँदै गर्ने गीत गाउँदै बसिरहन्थिन्। उनले गाउँदा उनको स्वर